मलाई सहयोग गर्नुहुने हाम्रा दादाहरू शुभचिन्तकहरू र सम्पूर्ण धर्मावलम्बी बुद्ध धर्मावलम्बी मानवहरूलाई म आफ्नो यस्ता ठाउँमा चाहिँ आसन ग्रहण गरिदिन म सभामा गर्न चाहन्छु। अब हाम्रो यो पहिलो कार्यक्रमको चाहिँ अध्यक्षकरण गरिसकेको छ। अब हाम्रो दोस्रो चरणमा प्रजननको कार्यक्रम रहेको छ। त्यसले गर्दा यो गीत प्रजनन गरिदिनु होला। त्यस डोटी गाउँपालिका वडा नम्बर 2 निवासी वयोवृद्ध 95 वर्षको आमा महादेव गुरुङज्यूलाई म एउटा गीत प्रजनन गरिदिन म अनुरोध गर्न चाहन्छु। फोटो अब प्रसारण गर्ने बेला उहाँले लैजाउँ होइन गीत प्रचलन भइरहेको छ। तपाईँ सबैले
धन्यवाद। र यसै गरी हाम्रो पुसाई दानवीर पालबहादुर गुरुङज्यू र यसै गरी दानवीर सिङ्गापुरे आर्यश्याम पहिलोको साइनो म अनि भटाइ पनि भयो र अहिले मामा पनि हुनुहुन्छ है कुटुम्बको साइनो यस्तै हो र उहाँ आर्यश्याम सिङ्गापुरे प्रेमबहादुर गुरुङज्यू र हाम्रो भेनाजु भक्तबहादुर गुरुङज्यू उहाँ दानवीर भक्तबहादुर गुरुङज्यू र गुम्बा निर्माणको निम्ति यो जमिन दिनुभएको भूमिदाता कंसाबाउ शेरबहादुर गुरुङज्यू र स्वर्गीय हाम्रो बाचो बुद्धबहादुर गुरुङज्यू र सम्पूर्ण अब पहिलेको हिसाब छँदैछ अहिलेको ग्यास 2 लाख अब अहिले यो 2 लाख 2,02,000 अहिले चन्दा मलाई सहयोग गरेको छ। एकछिन हो एकछिन त्यतिकै बस्छ अरू एकछिन है एकछिन त्यही बस्छ त्यही बस्छ अब संस्थाका अध्यक्ष श्री इन्द्रराज गुरुङज्यूलाई म आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरिदिनु गुम्बालाई सहयोग गर्नुहुने दुधवरी गाउँपालिका वडा नम्बर 6 निवासी खुसीमाया गुरुङज्यूबाट 5,000 सहयोग गर्नुभएकोमा उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। त्यो फोटो काटेको यस गुम्बाको विशेष गरी पुरा गाह्रो जग्गा किमै गाह्रो सहयोग लगा दिगदाता है सबैले दाता सबैलाई एकछिन है